हेलो एभ्रिवान, मर्स्याङ सलल च्यानललाई यहाँहरू सम्पूर्णलाई स्वागत छ। आज बिदा भएपछि हामी नानी बाबुहरूको प्यारेन्ट्सलाई चाहिँ कहाँ लैजाने भन्ने हुन्छ। त्यसैले मैले पनि मेरो बेबीलाई लिएर गएँ फन पार्क, काठमाडौँ फन पार्क। अनि त्यहाँ गएर टिकट काटेर हामी पुग्यौँ भित्र। भित्र गइसकेपछि बच्चालाई के खेल्ने भने ऊ खेल्ने भने यो खेल्ने भयो भन्दा भन्दै ऊ सबै एक राउन्ड मारिसकेपछि ऊ यस्तो खेल्न गए। अनि यहाँ पनि एकदम फन भयो, बाबुलाई एकदम धेरै फन भयो। अनि त्यसपछि बच्चाहरू के गर्ने भन्यो, अनि जम गरेछन्, यसो गरेछन् उसो गरेछन्। अनि बिचमा यो पनि कहाँ त्यही होलिडेकै बेलामा आफ्नो साथीहरूसँग यसरी जम गरे, रमाइलो गरे, उफ्रिनी उर्नी बच्चा बच्ची त्यही त हो नि। बिदा भएपछि हामी प्यारेन्ट्सलाई पो गाह्रो, उनीहरूलाई त कहाँको गाह्रो हुन्छ र। उफ्रेछन्, लड्लान् कि भन्ने डर के अरू भन्दा नि। अनि उफ्रिनी ओर्नी गरे। फेरि यहाँ फन पार्कमा फेरि यो खेलौँ न भनेर ऊ खेले, यो बल गर्ने। यसमा पनि हारे, सकेनन् केही पनि पाउन। अनि अर्कोमा यसमा चाहिँ केही पाउँछन् कि, हेरौँ है, हेरौँ लेट्स होप। यो पनि रिङ यसरी यहाँ उसमा बोतलभित्र राख्ने चाहिँ यसमा चाहिँ एउटा के डल मिल्यो है हामीलाई चाहिँ। अब त्यसपछि भित्र यो जम आमामा जम त सकिँदैन, कति गरे नथाक्ने बच्चाहरू। हामीलाई बरु कुर्दा कुर्दा थकै लागिसक्यो, तर बेबीहरूलाई थकै लाग्दैन। उफ, प्यारेन्ट्स हुन पनि साह्रै गाह्रो। यही गर्दै अनि यसरी नै जान्छ होलिडे। होलिडे यसरी गयो, यसरी खेल्दा खेल्दै उनीहरू रमाउने, हामी चाहिँ घुमाउन लाने। यसरी नै बित्छ होलिडे। हाम्रो त यस्तो भयो। अनि हजुरहरूको कस्तो भयो कमेन्ट गर्नु है। र बच्चा बच्चीलाई एकदम टाइम दिनु, बच्चा बच्चीलाई टाइम दिएको कहिले पनि रिग्रेट हुँदैन है। म चाहिँ त्यो सजेस्ट गर्छु है। ल, ह्याभ अ फन, सबै इन्जोय गर्नु। अनि यहाँ बच्चाहरू यसरी उफ्रिने जम त आमामा कति गर्न सक्ने त। मेरा बा असिना पसिना भएको थियो कि, असिना पसिना मेरो बेबीहरू त। त्यसै मेरा बच्चाहरू त यसरी उफ्रिने अनि खेल्ने उफ्रिने। त्यसपछि पानी परेको, यस्तो पानी परेको मौसम थियो, रुच्दै पनि उनीहरू खेल्न नछोड्ने। हामी त थाकिसक्यौँ, हत्तु भइसकेको थियो घरमा आउँदा। ल, थ्याङ्क यू एभ्रिवान, किप वाचिङ अस, धन्यवाद।